हाई गाइज के अरे अब मैले के आज बिहान जहिले पनि भोलि बिहानदेखि म पनि मेरो डेली मिनी भ्लग बनाउँछु, डेली रुटिन सेयर गर्छु सबैजनालाई भन्ने सोच्छु क्या राति सुत्दाखेरि चाहिँ। अनि बिहान उठ्दाखेरि 10 साढे 10 बज्छ, बेलुका पनि मेरो ढिलै हुन्छ अरू साथीहरूको भन्दा। माइतमा त अब साथीहरूको अलि छिटै हुन्छ, अनि मेरो चाहिँ अलि 12-1 बजे गयो भने बिहान 10-11 बजे 12 बजे त्यसरी उठ्ने हो क्या, नानी हेर्ने काम हो नि त। अनि जहिले म बिहान उठेर मिनी भ्लग बनाउँछु भन्ने सोचिरहेको हुन्छु, अनि बिहान उठेर कामै हुन्न के, अनि के कन्टेन्ट बनाउने के, अनि कामै हुन्न। अब त्यो कुवेतीको बच्चाहरूलाई देखाउन पनि नमिल्ने होइन, अब आफ्नो बच्चा भएको बच्चाको बारेमा यताउति देखाउनु मिल्ने बनाउनु मिल्छ त, अनि देखाउनु पनि नमिल्ने। अनि घर पनि हाम्रो त सानो फ्लाइट हो, अनि त्यसपछि देखाउनु पनि त्यस्तो उस नै छैन के, काम नै हुँदैन। अनि के को चाहिँ देखाउनु त, अब त हप्ताको एकचोटि सफा गर्ने हो। अनि खाना बनाएर सेयर गरौँ भने खाना पनि म फेरि रेगुलर बनाउँदिनँ कि, एक दिन बनायो भने 1-2 दिन बनाउँदिनँ, 1-2 दिन बनाउँछु, त्यस्तो गर्छु। अनि के को चाहिँ भिडियो बनाएर के को चाहिँ मिनी भ्लग बनाएर मैले पोस्ट गर्ने। अहिले त सबैजनाले आफ्नो डेली रुटिन सेयर गर्नुहुन्छ नि त, अनि मलाई पनि उस्तो रहर लाग्छ के को चाहिँ गर्ने होला भनेर। अब यसो बाहिर हिँड्न पाउने भए पनि बाटोको यहाँ गएको त्यहाँ गएको खाएको यहाँ त्यहाँ देखाउनु हुन्थ्यो। अब यो बन्द कोठाभित्र के को चाहिँ बनाउने मैले, अनि त्यही भएर म कन्फ्युज भएर तपाईँहरूलाई यो मेरो मनको कुरा सेयर गर्न आएको। आज चाहिँ मैले यो तपाईँहरूलाई अनि आज चाहिँ मैले के अरे यो अलिकति चिकन रोस्ट बनाउन लागेको छु। अनि आज चाहिँ मैले त्यही खान्छु, अनि चाउचाउ बनाएर यही खान्छु। अनि आजको मेरो मिनी भ्लग यही हो साथीहरू। बाई सबैजनालाई, बाई।